अहिले हामी चाहिँ यहाँ रिभरसाइड भन्ने ठाउँमा छौँ। यो चाहिँ हाम्रो डे थ्रीमा चाहिँ हामी हिँड्दा हिँड्दै यहाँसम्म आइपुगेका थियौँ। करिब करिब बेलुकाको 6 बजे चाहिँ यहाँ आइपुगेका थियौँ हामी र यहाँ चाहिँ हामी रेस्ट गऱ्यौँ। अब चाहिँ हामी यहाँबाट चाहिँ क्यान्जिङ गुम्बासम्म चाहिँ जान्छौँ र भोलि चाहिँ हामीलाई मौसमले ज्यानले साथ दियो भने चाहिँ क्यान्जिङ रिसम्म चाहिँ हामी पुग्छौँ। अब यहाँबाट चाहिँ हाम्रो यात्रा सुरु हुँदैछ। अब चाहिँ हामी हिँड्न स्टार्ट गरिसकेका छौँ रिभर साइडबाट। 2 जना छौँ हामी। सुरुको दिनमा त हामी म एक्लै यात्रा भइरहेको थियो, तर यो रिम्चे भन्ने ठाउँबाट चाहिँ हामी 2 जना भएको छौँ। मामा भान्जा भेट भयो होइन। अब हामी रिभर साइडबाट अगाडि बढ्छौँ। घोडा तबेला आउँछ लगभग 2 घन्टाको यात्रामा। अझै जस हामी अगाडि बढी नै रहेछौँ, बिस्तारै अगाडि बढ्छौँ। अब यहाँबाट चाहिँ भ्यूहरू चाहिँ यस्तो देखिन्छ। यो चाहिँ लाङटाङ नदी हो। एकदमै चिसो पानी छ यो लाङटाङ नदीमा। हामी चाहिँ यहाँबाट चाहिँ अब लागिरहेछौँ। अशोक मामा आउँदै हुनुहुन्छ। उहाँहरूको त साह्रै हिँड्नुहुन्छ र ठिकै छ तै पनि। हाम्रो अशोक मामा अब उकालो चढ्दै हुनुहुन्छ। उहाँ चाहिँ हल्का खत्रै चढ्नुहुन्छ। हजुर उकालो त लास्ट घाट हो। यो घोडा तबेला नपुग्नेसम्म त उकालै छ, त्यसैले हो कष्ट चाहिँ गर्नु पर्यो। अब त्यही कसरत दुःख नगरेसम्म राम्रो ठाउँ पुगिँदैन भन्छ होइन। हजुर यति त दुःख गर्नै पर्छ हामीले। हजुर गर्दैछु म, गर्नु पनि पर्छ, गर्नु नि पर्यो। वे टु घोडा तबेला। अब हामी यो पुल चाहिँ क्रस गर्छौँ। हाम्रो अशोक सर लाङटाङ खोला हेर्दै हुनुहुन्छ। ब्युटी हेरेर एकदमै मन त आनन्द भइरहेछ। हजुर हामी चाहिँ यो पुल क्रस गरेर अगाडि बढ्दैछु। निकै नै गर्मी भएर अब त ज्याकेट पनि निकाल्नुपर्ने भयो। यो के खोला रहेछ यस्तो? यो हल्का सानो खोला, यसको एक्ज्याक्ट नाम चाहिँ छैन सर। छैन? हजुर यस्तो खालको भ्यू चाहिँ यहाँ देख्न सकिन्छ। यहाँ चाहिँ म आराम गरिरहेको छु। अब जानुपर्ने यस्तो ठाडो बाटो छ, उ त्यहाँ भान्जा उभिरहेको। यस्तो ठाडो बाटो जानुपर्छ, त्यही भएर एकछिन भयो नि यहाँ चाहिँ रेस्ट गर्नुपर्छ भनेर म बसिरहेको छु। बिस्तारै जानुपर्छ। पर्यटकहरू लाङटाङबाट फर्किँदै गरेको देख्न सक्छौँ। हामी चाहिँ जाँदै गरेको। यस्तो छ ठाडो गालो, यहाँबाट जानुपर्छ। त्यहाँ भान्जा अगाडि गइसकेको अवस्था हो। अब लगभग पुग्न आँटेछ हामी। उकालो चढिसकेछु। लगभग सक्न आँटेछ उकालो। ल आउँदैछु म पनि पछि। अब चाहिँ ठाडो उकालो सकियो भन्दैछ होइन। यहाँ यति नै रहेछ उकालो। अब एकदमै घोडा तबेला आइपुग्न आँट्यो हामी। अब अनुहारमा धेरै खुसी छ। यो एकदमै ठाडो उकालो थियो कि, अनि ठाडो उकालो चढ्दाखेरि चाहिँ अब त्यति ट्रेकिङ नगर्नेलाई अप्ठ्यारो नै हुन्छ। जस अब हामी यो घोडा तबेलातिर
आइपुगेका छौँ। अब यतातिर चाहिँ त्यति ठाडो बाटो चाहिँ छैन भन्ने कुरा छ। हेरौँ, यहाँ चाहिँ भान्जाले यो उतातिरबाट पनि बाटो छ भन्ने कुरा गर्दै हुनुहुन्छ होइन, तर त्यो बाटोमा चाहिँ पानी पर्दाखेरि ढुङ्गाहरू खस्ने, त्यही भएर हल्का रिस्की छ। अनि हामी यतैबाट आएको। हामी चाहिँ डिउ बिहान नखाएकोले त्यति रिक्स लिन चाहेनौँ होइन। बिहान पानी मात्र खाएर निस्किएको छौँ। पानी र त्यो के भन्छ त्यो हाम्रो टिबेटनमा टिबेटन ब्रेड र अमलेट खाएर आएको छौँ। त्यो र त्यति रिक्स लिन चाहेनौँ। अब अब घोडा तबेला लगभग आइपुग्न लाग्छौँ रे हामी। 10-15 मिनटमा आइपुग्छौँ। ठाडो उकालो पनि सक्यो। त्यो भएर एकछिन अब यहाँ चाहिँ रेस्ट गर्दैछौँ। उहिलेको बेला त यो हिमाल पनि देखिन्थ्यो होला। हजुर, त्यो लाङडाङ लेडोङ नै देखिन्थ्यो। त्यही त, अहिले चाहिँ देख्न पाइएन। हजुर, तर पनि यो यहाँको भ्यू त एकदमै राम्रो छ नि हजुर। होइन, यता चारैतिर खुल्ला, चारैतिर खुल्ला, यत्रो ठुलो ठुलो चट्टान भएको पहाड। हजुर है, हजुर, एकदम दामी छ। यस्तो ठाउँबाट हामी पास हुँदैछौँ। एकदमै राम्रो छ, ग्रिन ग्रिन देख्न सक्छौँ। यहाँबाट एकदमै राम्रो भ्यू देखिरहेछ। केही तेर्सो बाटो आएपछि फेरि उकालो बाटो जस्तो देखिरहेछु मैले, तर त्यति खासै छैन रे। आउँदा आउँदै यो बाटोमा चाहिँ यहाँ सेतो ग्रास हामीले देख्न सक्छौँ। यो सेतो ग्रास फुलिरहेको छ एकदमै राम्रोसँग। तर अब यो सिजन सक्न लागेकोले ओइलाइसकेको छ धेरै जसो। यस एकदमै ठाडो उकालो चाहिँ सक्यो। अब तैपनि अलिअलि उकालो बाटो चाहिँ छ, त्यसलाई पनि हामी पार गर्दैछौँ। ब्रोड हुँदै जान्छ क्या घोडा तबेला भएपछि बाटो भन्नाले एरिया नै ब्रोड भएर जान्छ। एरिया ब्रोड, तर रुखहरू चाहिँ देखिँदैन त्यहाँ। रुखहरू पारीतिर चाहिँ देखिन्छ, वारीतिर चाहिँ हुँदैन फेरि। ए ल, सानो सानो रुखहरू चाहिँ हुन्छ। त्यो चाहिँ त्यहाँ चाहिँ डाइरेक्ट सनलाइट भएकोले गर्मी हुन्छ। हामी आएको चाहिँ यताबाट, जान लागेको चाहिँ यता भान्जो भाततिरबाट। आमा आउँदै हुनुहुन्छ। भ्यूहरू चाहिँ दामी छ हजुर, यहाँबाट है। हजुर, यस, भ्यूहरू इन्जोय गर्दै हिँडिरहेकै छौँ हामी। अब पुग्ने त त्यही हो, बेलुकासम्म पुगिन्छ। हजुर, क्याङ्जेन गुम्बा नै पुगिन्छ बेलुकासम्म। जस अहिले चाहिँ यतातिर हिँडिरहेछौँ। हाम्रो अशोक मामा उताबाट बिस्तारै आउँदै हुनुहुन्छ। उहाँले लास्टै सानो देख्नु भइरहेको छ फोटोमा। यहाँ चाहिँ झरना देख्न सक्छौँ हामी। यताबाट चाहिँ रुखले छेकिया छ, सायद उताकोबाट देखिन्छ कि। एउटा याक चाहिँ यहाँ चरिरहेको देखिरहेछ हामी। लाङटाङ गए पहिलो याक देखेको। याकले चाहिँ हामीलाई कसरी वेलकम गर्छ भन्ने हेरौँ, बोलिरहेको छ। हजुर, डिस्टर्ब नगरौँ होइन। यस, यहाँ चाहिँ याक छ। अब यो पुल क्रस गरिसकेपछि ऊ त्यहाँ देखिरहेको हामी घोडा तबेलासम्म पुग्छ। अब हजुर, त्यो चाहिँ के फोटो सुटको लागि हो कि होइन सर, यो बाँचेको सर। म चाहिँ त्यो फोटो सुटको लागि हो कि भनेको होइन है। फाइनली हामी चाहिँ घोडा तबेला आइसकेका छौँ। अब यहाँ घोडाको तबेला चाहिँ छैन, मान्छेको तबेला चाहिँ छ यहाँ। यहाँ चाहिँ बास बस्न, खाना खानको लागि चाहिँ यहाँ रुक्न सकिन्छ हामी। होटेल टिबेटनमा आइपुगेको छ। यहाँ चाहिँ 2टा होटेल छ होइन। अहिले चाहिँ हामी यो घोडा तबेलाबाट अगाडि बढिरहेका छौँ। अब हामी थाङस्याप थाङस्याप चाहिँ तपाईँले देख्नुभयो त, ऊ त्यो छाना भएको त्यो थाङस्याप होइन, ऊ त्यहाँभन्दा माथि ऊ त्यो देखेको छ त, त्यो गुम्बा डाँडा। थाङस्यापसम्म त्यो जाने र त्यहाँ खाना रिफ्लेक्ट भएको चाहिँ त्यो गुम्बा डाँडा, यताको चाहिँ थाङस्याप। यहाँ अर्को होटेल पनि छ, लभली गेस्ट हाउस। र यहाँ चाहिँ खच्चड आइरहेको छ अहिले। घोडा
घोडा पनि हामीले देख्न सक्छौँ, खच्चर पनि देख्न सक्छौँ हामीले। र अब यो घोडा तबेला छोडेर हामी अगाडि बढिरहेका छौँ हाङस्यापतिर। हिँड्ने क्रममा चाहिँ सानो सानो झरनाहरू चाहिँ हामीले भेटिरहेका छौँ। अलि अगाडि गएपछि चाहिँ ठुलो झरनाहरू चाहिँ देख्न सकिन्छ अरे। चिसो चिसो हावा चाहिँ चलिरहेको छ, मजा आइरहेको छ हिँड्नलाई। यहाँ भान्जाले चाहिँ यो रुखहरूमा चाहिँ किन पात पलाएन भन्ने कुरा चाहिँ यहाँ मलाई भन्दै हुनुहुन्छ होइन, के रहेछ त कारण खासमा? यो चाहिँ अब 2072को अर्थक्वेक आउँदाखेरि अब हावा यो डेन्जर चल्यो, माथिबाट हिउँ पहिरोहरू खस्दाखेरि यो रुखहरू धेरै जस्तो बाँच्यो। पहिला त यता खासै के थिएन, झन् अहिले चाहिँ हल्का उम्रिसकेको छ। जोस् यो हिउँ पहिरोले गर्दा नै यो रुखहरू यस्तो भएको हो। ए एकदमै माथिसम्म आएको रहेछ यसको मतलब। यो त यता तलसम्म इफेक्ट गरेको नि त। लाङटाङ नदी आफ्नै वेगमा चाहिँ बगिरहेको छ। अब लगभग हामी थाङस्याप पुग्न लागेको छौँ। ऊ त्यो माथि डाँडामा देखिरहेको घर थाङस्याप हो। यो उकालो सकिएपछि बल्ल हामी त्यो ठाउँमा पुग्छौँ। उकालो सक्यो भनेर सुन्दा आनन्दै लाग्ने। अब थाङस्याप आइपुगेको छ। अब लगभग अहिले चाहिँ हामी थाङस्याप आइसकेका छौँ। यहाँ होटेल हामीले देख्न सक्छौँ। अब चाहिँ हामी यो थाङस्यापबाट चाहिँ अगाडि बढ्दैछौँ। हामीलाई कति टाइम लाग्यो त्यहाँबाट? घोडा तबेलाबाट 1 घन्टामा चाहिँ हामी थाङस्याप आइपुगेका थियौँ। यो थाङस्यापको पोटाला गेस्ट हाउसमा हामी आइपुगेका छौँ। अब केही छिन हामी यहाँ रेस्ट गर्छौँ, खाना खान्छौँ, अनि त्यसपछि फेरि हामी अगाडि बढ्छौँ। अहिले हामी कहाँ आइपुग्यो? यो थाङस्याप पोतालामा है। हामी अब यहाँ चाहिँ के आराम गर्ने, आराम खानासाना खाने, त्यसपछि फेरि 2 घन्टाको यात्रा हुन्छ हाम्रो होइन, लाङटाङसम्म। आमाले के बनाउँदै हुनुहुन्छ? तपाईँ त के पकाउँदै हुनुहुन्छ? खाना तरकारी। हजुरआमाले चाहिँ हाम्रो लागि तरकारी बनाउँदै हुनुहुन्छ। र पोताला राम्रै छ। र सबैजना यसो खाना खान आउने भए चाहिँ थाङस्यापको पोतालामा आइदिनु। यहाँ हजुरआमा लास्टै राम्रो हुनुहुन्छ होइन हजुरआमा? आमा चाहिँ यहाँ बोलिराख्नु भएको छ। हो मिठो मिठो खानु छ भने पोटाला गेस्ट हाउसमा आउनु पर्यो थाङस्यापमा। आमाले मिठो मिठो तातो तातो खाना खाउनुहुन्छ होइन आमा? ल यदि कोही आउँदै हुनुहुन्छ घोडा तबेलाबाट होइन, माथि चाहिँ थाङस्याप भन्ने ठाउँ छ। यहाँ चाहिँ होटेलहरू छन्, तर तपाईँहरू चाहिँ यो आमाको हातको मिठो खानु छ भने चाहिँ थाङस्यापमा होइन पोटालामा चाहिँ आउनु पर्यो है त। पोटालामा आउनुहोस् है, ल जे खाएपछि पाउँछ। हो आमाको यस्तो मिठो मुस्कानसँगै खानाको स्वाद लिनु छ भने चाहिँ आउनु पर्यो यहाँ। हामी यहाँ महँगो गर्दिन, स्वच्छ छ। हामी यहाँ मेनुमा नि स्वच्छ छ। हजुर हामीले खाना नि मिठो मिठो दिन्छ। ल धन्यवाद आमा। ल ल अब चाहिँ हाम्रो खाना आइसकेको छ। एकदम मिठो लागेको छ। यहाँ उसले भान्जाले चाहिँ खाना सुरु गरिसकेको छ। मी लाग्यो ल बाई। हस् हस् आउने बेला चिया खान छिर्छु म। हस् हुन्छ हस् हस् आमा गयो है हामी। ल हामी चाहिँ अब यहाँ रेस्ट गरेर खाना खाएर चाहिँ अब निस्किन लाग्यो।
यहाँ निस्किने बेला गेटमै चाहिँ यहाँ घोडा बसिरहेको रहेछ। हामीलाई चाहिँ नजा भने हो कि यहीँ बस भनेको हो कि बुझ्नै गाह्रो भयो। के भनिरहेको हो, सँगै जाने? ल अब हामी चाहिँ जान्छौँ है त। ल बाई बाई। ल आमा है, हस्। ल अब यहाँबाट चाहिँ 2 घन्टाको बाटो छ। म चाहिँ अब 2.5 घन्टा 3 घन्टा लाए पनि केही फरक पर्दैन। अब यहाँबाट चाहिँ लाग्यो हामी। ल यहाँ चाहिँ घोडाहरू चढ्दाहरूको रहेछ। यो त खच्चर होला है। अब यहाँ नबस्ने मान्छेले खच्चरलाई घोडा, घोडालाई खच्चर भन्दिनँ, बेर हुँदैन होइन। ल हामी चाहिँ लाग्यो। अलिकति हिमालहरू चाहिँ देख्न लागेको छ यहाँ। अब हिँड्दैछौँ, 2 घन्टा लाङटाङ लाग्छ भनेको छ। अब हेर्दै जाउँ कति समय लाग्दो रहेछ मलाई। यो चाहिँ होटेल लाङटाङ भ्यू रहेछ। यो ठाउँलाई चाहिँ के भन्दो रहेछ? छार्दिङ। ए छार्दिङ लाङटाङ लेखेकै रहेछ नि। यहाँबाट चाहिँ लाङटाङ भ्यू देखिन्छ भनेर भनेको छ। सायद यही भ्यू हो त। हजुर यता माथिबाट ल्यान्डस्लाइडहरू आउँछ क्या। हामी चाहिँ एकदमै सावधानीपूर्वक जानुपर्ने हुन्छ हजुर है। विचार पुऱ्याएर जानुपर्छ हामी। हजुर के पिक? पाल्बु पिक। यतातिरको पाल्बु पिक भन्दो रहेछ क्या। यो पाल्बु पिक त हाम्रो उता सिन्धुपाल्चोकतिरबाट देखिने पिक त होइन नि? होइन होला, पिक छिटै होला। के होटलको नाम? बेकरी। बिक्री? यता चाहिँ बेकरी बनाउँछ। ए बेकरी सपहरू रहेछ। अहिले चाहिँ हामी पिसफुल बेकरीमा आइपुगेका छौँ। यो हो नि त, देखिया छ त क्यामेरामा, लाग्छ देखिया छ। हामीले भनेको टी सप चाहिँ त्यहाँ देखिरहेको छ। हामी त्यहाँबाट पार गरेर चाहिँ यहाँ आइपुगेको छ। अब यो गुम्बा अनि उता देखेको चाहिँ लाङटाङ रहेछ। फाइनली हामी गुम्बा भन्ने ठाउँमा आइपुगेछ। अन्त सिरसिरे बतास चलिरहेको छ। अहिले चाहिँ गुम्बा भन्ने ठाउँमा छौँ हामी। यो गुम्बाबाट चाहिँ हामीले अस्ति 2072 सालमा आएको पहिरो देख्न सक्छौँ, जसले ठुलै जनधनको क्षति पुर्याएको थियो। अब हामी त्यही बाटो हुँदै चाहिँ लाङटाङ जान सक्छौँ। यहाँबाट देखिरहेको चाहिँ त्यो लाङटाङ हो। चाहिँ कसरी आयो, के भयो? पहिरो चाहिँ अब भन्नुपर्दा चाहिँ फर्स्टमा अर्थक्वेक आयो। अर्थक्वेकको वेभको कारणले यो हल्का मुभमेन्ट भयो, जसको कारणले माथि एउटा
आइसको लेक जस्तै थियो र त्यो आउटबर्स भयो र सब तल आयो यसरी नै यो भिलेज नै अब क्षति भयो ए हिमताल फुट्यो त्यसो भए यहाँ माथि हिमताल थियो हजुर पहिला थियो अब त्यो ब्रस्ट भइसक्यो ए त्यसले गर्दा नै यहाँ पुरै सब ढुङ्गा आइसहरू सब झरेको थियो पूर्ण रूपले यहाँ क्षति भएको यो अझै हामी त्यो पहिरोग्रस्त क्षेत्रमा छौँ कि अझै आउन बाँकी नै छ अब आउन बाँकी छ है स्टार्ट हुन्छ ओके पहिरोग्रस्त क्षेत्र आउनु लागेको छ जहाँ चाहिँ ठुलो क्षति भएको थियो हामी चाहिँ त्यही बाटो हुँदै अगाडि बढ्छौँ हाम्रो अशोक मामा चाहिँ लाङटाङको ल्यान्डस्लाइड हुँदै लाङटाङको ल्यान्डस्लाइड बाटो हुँदै गइरहेको छ र हेर्न सक्नुहुन्छ चाहिँ हामी यो फ्लड एरिया हामी जुन भूकम्पले क्षति गरेको त्यो एरिया चाहिँ पार गरेर आएको छौँ अब चाहिँ लगभग लाङटाङ भिलेज चाहिँ आइपुग्न लाग्छौँ पहिरो आएको बेला चाहिँ यो सबै उराठ लाग्दथ्यो अब 10 वर्षपछि चाहिँ यहाँ घाँसहरू चाहिँ हामीले देख्न सक्छौँ नभए चाहिँ पुरै उजाड ढुङ्गै ढुङ्गा त्यस्तो देख्न सकिन्थ्यो अहिले चाहिँ हामी यो नेपाल आर्मीको सम्झना स्वरूप चाहिँ बनाएको शालिगलाई पार गरेर अगाडि बढ्दैछौँ अब लाङटाङ केही मिनटको दूरीमा छ एकदमै चिसो हावा चलिरहेकोले टोपी लाउनु पर्ने स्थिति आइपुगेको छ कान नै चिसो बनाइसकेको थियो धेरै उकाली ओह्राली गरेपछि हामी चाहिँ फाइनली यो लाङटाङमा आइपुगेका छौँ यो चाहिँ लाङटाङले हामीलाई स्वागत गरेको बोर्ड यहाँ हामीले देख्न सक्छौँ अब यहाँबाट चाहिँ हामीले देखिरहेको चाहिँ हाम्रो के हो त लाङटाङ भिलेज है यो एकदमै सुन्दर लाङटाङ भिलेज हामीले यहाँबाट देख्न सक्छौँ अब हामी चाहिँ आज लाङटाङ भिलेजमा चाहिँ बस्दैनौँ हामी चाहिँ क्यान्जिङ गम्पा भन्ने ठाउँ जान्छौँ अझै यहाँबाट चाहिँ के त 2 घन्टाभन्दा बेसी लाग्ने कुरा छ अब हेरौँ कति लाग्छ अब बेलुका 6 बजेसम्म पुगिन्छ कि भन्ने आशा हाम्रो लाङटाङको यो बाटोमा हिँड्दैछ ढुङ्गा छप्या छ यो चाहिँ लाङटाङको गाउँभन्दा पनि सहरै बसिसके जस्तो देखिन्छ होइन बिल्डिङै बिल्डिङ छ लाङटाङको गाउँ यस्तो देखिन्छ होटलै होटल छ पर्यटकलाई स्वागत गर्नलाई आतुर छन् लाङटाङका होटलहरू ढुङ्गै ढुङ्गा देखिरहेको छु मैले यो सहित कसैले आफ्नो जग्गाहरू छुट्याउनको लागि राखेको हो कि जस्तो लाग्छ लाङटाङ इज वेलकमिङ अस लाइट रेनफल चाहिँ हामीले महसुस गरिरहेको छौँ लगभग यतातिर आएपछि लाङटाङ भिलेज सकिएको जस्तो लागिरहेछ अब हामी यतातिर देखिएको उकालो बाटो चाहिँ हामी लाग्छौँ यहाँ देखिरहेछ उकालो बाटो अब यहाँ चाहिँ हाम्रो सोनमको ड्याडी भेट हुनुभएको छ उहाँ चाहिँ तलतिर लाग्दै हुनुहुन्छ हामी चाहिँ माथितिर लाग्दैछौँ पछि फर्किने बेला भेट होला यहाँ सोनमको ड्याडी भेट हुनुभएको थियो अब हामी चाहिँ यतातिर माथि लाग्दैछौँ सोनमको बुवा चाहिँ अघि हामी खाना खाएको ठाउँ त्यहाँसम्म जाँदै हुनुहुन्छ होइन ल यता चाहिँ यो याकहरू कुदिरहेको छ ओहो हामीले देख्न सक्छौँ
याकहरू मजाले चढिरहेछ नि यहाँ हुलै छ याकको हुल एकैछिनमा मौसम कस्तो परिवर्तन भयो हाम्रो के हो त मानी हामी सधैँ यो देब्रेबाट आउनुपर्छ क्या देब्रे हजुर तल जाँदाखेरि फेरि यताबाट तलबाट जानुपर्छ अब हामी मुन्दुक पुग्न लाग्यौँ अब नेचरले पनि हामीलाई वेलकम गरिरहेको छ यहाँ पनि हामी जहाँ जहाँ पुग्दैछौँ त्यहाँ चाहिँ वेलकम भइरहेको छ हल्का बर्सात भइरहेछ यहाँ जस यो स्वागतले पनि हामीलाई एकदमै खुसी लाग्छ जस प्रकृतिले पनि हामीलाई एकदमै माया गर्दो रहेछ र यसरी स्वागत गर्नु भनेको राम्रो हो यो लगभग मुन्दुक पुग्न लाग्दाको दृश्य अब यही उकालो चढिसकेपछि मुन्दुक आइपुग्छौँ ल मुन्दु भन्ने गाउँ आइपुग्यो यो चाहिँ मुन्दु गाउँ चाहिँ प्रहरी चौकी रहेछ एकदमै चिटिक्क परेको चौकी र अब हामी लगभग सोनमको घर आइपुग्न लाग्छौँ ल सोनमको गाउँमा आइपुगेका छौँ सोनमको मम्मीसँग भेट भएको छ अहिले हामी अब यो गाउँ हुँदै चाहिँ उता क्यान्जिङ घुम्पासम्म जान्छु हिमालय गेस्ट हाउसमा छौँ अहिले एकदमै चिटिक्क परेको राम्रो गेस्ट हाउस छ यहाँ चियर्स अहिले चाहिँ हामी मुन्दुमा आइपुगेको छ भान्जाको घर आइसकेको छ है अब यहाँबाट चाहिँ एकछिनमा अगाडि बढ्छ हामी अब हामी चाहिँ यहाँ सोनमको घरबाट चाहिँ निस्किँदैछौँ अब भान्जो चाहिँ अगाडि बढिसकेको छ होइन अब यो गाउँबाट चाहिँ अब हामी अगाडि लाग्छौँ मुन्दु गाउँबाट अगाडि लाग्दैछौँ अब लगभग करिब 1.5 घन्टादेखि 2 घन्टाको यात्रापछि चाहिँ हामी त्यहाँ पुग्छौँ यो मुन्दु गाउँ पनि सुन्दर छ तपाईँहरू यहाँ बस्न चाहनुहुन्छ भने पनि एउटा बस्नलाई चाहिँ राम्रो सुविधा सम्पन्न होटलहरू पनि यहाँ देख्न सक्छौँ होइन त हाइट पनि बढ्दैछ टाइम पनि अब साँझको बेला भइसकेको छ होइन चिसो हुँदैछ तर अझै पनि हामी रोकेका छैनौँ अब क्यान्जिङ गाउँपा पुगेपछि बल्ल रोकिन्छ हामी अब चाहिँ हामी यो सिङडुङ भन्ने गाउँमा आइपुगेछौँ यो लाङटाङ एरियामा आइसकेपछि चाहिँ बस्न र खानालाई चाहिँ केही टेन्सन छैन ठाउँै पछि गाउँै पछि बस्नलाई चाहिँ ठाउँहरू छन् होइन त्यही भएर बस्न खानलाई टेन्सन नलिनुहोस् आनन्दले आफ्नो खुट्टा डह्रो बनाएर चाहिँ यात्रामा निस्किनुहोस् यात्रामा चाहे तपाईँ सोलो निस्किनुहोस् त्यसको मजा छुट्टै छ चाहे तपाईँ ग्रुपमा निस्किनुहोस् र एउटा मेमोरी क्रिएट गर्नुहोस् यहाँ डाँफेको आवाज आइरहेको छ यहाँबाट तर कहाँबाट आयो हामीले पहिल्याउनै सकेनौँ बाटोमा चाहिँ चौरीहरू बसिरहेको रहेछ यता भान्जो हिँड्दा हिँड्दै मोबाइल चलाइरहेको छ होइन म चाहिँ भिडियो बनाउँदै हिँडिरहेको छु अब यस्तो ठाउँमा आइसकेपछि भिडियो बनाउनु छुटाउनु पनि भएन होइन
ऊ त्यो देखिरहेको लाङटाङ गाउँ हो त होइन नि मुन्दु नै हो नि हामी त्यहाँ देखिरहेको गाउँ मुन्दु हो अब यहाँ पनि नेचरले वेलकम गर्न थालेछ यो हामी जहाँ जान्छौँ नेचर चाहिँ एकदमै वेलकमिङ भइरहेछ ल अब चाहिँ हामी हार्ड रक क्याफे यो ठाउँको नाम चाहिँ नेसपाली भन्ने ठाउँमा आइपुगेको छ यहाँ हार्ड रक नै देख्न सक्छौँ हामीले होइन हामी रकको छेउमा रहेको हार्ड रक क्याफेमा आइपुगेका छौँ र यो नेचरसँगै बसेर चाहिँ चिया खानलाई चाहिँ एकदम ठिक हुन्छ अहिले चाहिँ टी ब्रेकको लागि चाहिँ हार्ड रक क्याफेमा आएको छौँ अब यहाँ चाहिँ हामीले टी ब्रेक लिएको छौँ एकदमै मिठो चिया सर्भ गर्नुभएको छ मिठो छ सर एकदम मिठो छ अब हामी चाहिँ यो हार्ड रक क्याफेमा मिठो चिया खाएर चाहिँ अब हामी लाग्दैछौँ अब हाम्रो डेस्टिनेसन चाहिँ आज क्यान्जिङ गम्पो भएकोले अब हामी यहाँबाट अब जे होस् नन स्टप जान्छौँ अब सायद हेरौँ खुट्टाले कतिसम्म साथ दिन्छ ल गुड बाई हार्ड रक क्याफे होइन फेरि भेटौँला यो चाहिँ हार्ड रक क्याफेबाट देखिने भ्यू हो होइन बादल यो सब हट्यो भने त त्यहाँको माउन्टेन पनि राम्रो देखिन्छ त्यही त अहिले बादलले हल्का साथ दिएको छैन माउन्टेन भ्यूहरू देख्न सकिन्छ हामीले यहाँ यतातिर जस ठिक छ एकछिनको लागि ठाउँ राम्रो छ एकछिन रेस्ट गर्न पनि पायो ओहो मजाले चौरीहरू चढिरहेको छन् यहाँ मिठो मानेर खाँदैछन् हामी चाहिँ अगाडि जाँदैछौँ हिमालको केही पार्टहरू चाहिँ देख्न सकिन्छ अहिले हामी चाहिँ यम्फू भन्ने ठाउँमा आइपुगेको रहेछ यो चाहिँ पहिरोग्रस्त क्षेत्र रहेछ अहिले चाहिँ लगभग 6:30 भइसक्यो जस्तो छ अँध्यारो छ अँध्यारो हुँदैछ जस यो पहिरोग्रस्त क्षेत्रलाई चाहिँ पार गरियो बुद्ध टी सप हामीले देख्न सक्छौँ र यो चाहिँ 3800 मिटरको हाइटमा रहेछ हामी 3800 मिटरको हाइटमा आइसकेका छौँ अहिले यहाँको भ्यूहरू चाहिँ यस्तो छ अब त अँध्यारो पनि हुन आँटेछ अझै पनि हामी हिँडिरहेका छौँ अझै पनि लाग्छ होला समय अब तैपनि अब पुग्नै पर्छ त्यहाँ यो हाइड्रो पावर पुग्दा त 7 बजिसकेको छ अहिले यो चाहिँ हाइड्रो पावर हो 11 भइसकेको छ तैपनि अझै हामी हिँडेको हिँडै छौँ अब त्यो पुल देखिरहेको क्रस गरेर चाहिँ लगभग 5 मिनटमा पुगिन्छ अरे 7:20 भइसकेको छ हामी यो झलुङ्गे पुलमा आइपुगेका छौँ अब यो पुल तरिरहेको छ हामी पुलको बिचमा आइपुगेको छ अहिले अब यो अबको 5 मिनटमा चाहिँ हामी क्याङ्जेन गुम्पा भन्ने ठाउँ गुम्पामा पुग्छौँ हाम्रो आजको डेस्टिनेसन यही हो र भोलि आराम गरेर चाहिँ हामी क्यान्जिङरीसम्म पुग्छौँ लगभग हामी डेस्टिनेसनमा आइसकेका छ होइन अब मसँग यात्रा गर्दाखेरि चाहिँ कस्तो अनुभव भयो के लाग्यो मामासँग यात्रा गर्दाखेरि चाहिँ यता फोटो भिडियोहरू खिच्दाखेरि चाहिँ रमाइलो जस्तो लाग्यो र बिस्तारै जाँदाखेरि नि धेरै कुरा देखिँदो रहेछ छिटो हिँड्नुभन्दा सिकियो यसको मतलब हामी घुम्दै फिर्दै गर्दाखेरि चाहिँ हतार कहिले पनि गर्नु हुँदैन होइन नभए चाहिँ त्यो मोमेन्ट हामीले मिस गर्छौँ आज मैले त्यो
त्यही भएर भन्छ नि त गन्तव्यमा पुग्नु ठुलो होइन कि त्यही हो ल ठिक छ अहिले चाहिँ हामी क्यान्जिङ गुम्बा आइपुगेका छौँ एकदमै बत्तीले झिलिमिली देखिरहेछ अब हामी चाहिँ यहाँ यो क्यान्जिङ गुम्बामा होटल टिबेटमा बस्छौँ अहिले यो क्यान्जिनको हामी गाउँभित्र प्रवेश गरिसकेका छौँ यो चाहिँ होटल यालापिकलाई पार गर्दै चाहिँ हामी होटल टिबेटतिर चाहिँ जाँदैछौँ अहिले करिब हामी यो क्यान्जिङ गुम्बा पुग्दाखेरि चाहिँ 7:40 भइसकेको छ फाइनली हामी आइपुगेको छ टिबेट गेस्ट हाउसमा आइपुगेका छौँ हामी छिरिसकेपछि अब छुट्टै आनन्द फिल भइरहेछ है अब एकछिन अब रुममा गएर आराम गरिन्छ हजुर जस पुग्यो ढिलो भयो नि नमस्ते नमस्ते धन्यवाद होटलमा आइसकेको छ होइन टिबेट गेस्ट हाउसमा टिबेट गेस्ट हाउसमा यहाँ दिदीले स्वागत गरिसक्नु भएको छ हामीलाई र अहिले चाहिँ हामी यहाँ तातो हुनलाई यहाँ बसिरहेछौँ आगोको छेउमा हजुर ल थोरै मात्र मामा भान्जाले खाने अब चौरीको दुधको चिया खानु हामी हजुर पिर हुन्छ हामी चाहिँ त्यति हतार गरेर नआउँ बिस्तारै आउँ भनेर चिया अब खाँदैछौँ हामी ल कहाँ क्यान्जिङ गुम्बामा हामीले यो चिया चेस गर्दैछौँ यहाँ हाम्रो दिदीले मिठो चिया बनाउनु भएको छ हामी त्यो खाँदैछौँ अब आज याकको मासु बन्दैछ म चाहिँ कुक बन्नुपर्छ अब यहाँ पाउनु भएको आज चाहिँ मेरो होटेल टिबेटमा हजुर याकको मासु बनाउँदैछु र तपाईँले यसो हेर्दा त मिठो बनाउनु भएछ हेर्दै मिठो जस्तो छ हजुर अब खाएपछि भन्नु कस्तो बनाएको छु मैले हुन्छ सर है यहाँ अलिकति क्लोज भ्यू पनि देखाउनु पर्यो नि त कस्तो छ है हेर्दा त मिठो खान मन छ भने होटेल कहाँ हो यो टिबेट गेस्ट हाउसमा टिबेट गेस्ट हाउसमा चाहिँ आउनु पर्यो क्यान्जिङ गुम्बाको है हजुर अब यस्तो याकको मासु खाने भए चाहिँ क्यान्टिनको है मिठो खाना खानु भए चाहिँ यहीँ आउनु ल यो चाहिँ हाम्रो डिनर ल अब हामीले डिनर लिनु याकको मासु पनि पुगेछ होइन मामाले बनाएको याकको मासु यसो टेस्ट गर्नु त कस्तो मिठो छ मामाले एकदम मिठो ल ठिक छ अब फेरि आउनु है खानालाई फेरि आउनुपर्छ टिबेट गेस्ट हाउस भिडियो अन्त्यसम्म हेरिदिनु भएकोमा धन्यवाद अब पुनः अर्को भिडियोमा क्यान्जिङ रीसम्मको यात्रामा भेट्नेछौँ नमस्कार जय नेपाल